रित्तियो अमेरिकाको हतियार भण्डार, एक दिनमै 1 खर्ब खरानी। शनिबार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि इतिहासकै सबैभन्दा ठूलो र घातक हवाई आक्रमण गरेपछि मध्यपूर्वको भू राजनीति सदाका लागि बदलिएको छ। अमेरिका र इरान बीच दशकौंदेखि चलिरहेको छाया युद्ध अब खुला र विनाशकारी सैन्य शत्रुतामा प्रवेश गरेको छ। इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीको तेहरान स्थित आफ्नै निवासमा मृत्यु भएसँगै यो द्वन्द्वले नयाँ र खतरनाक मोड लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अपरेसन 4 देखि 5 हप्तासम्म चल्न सक्ने संकेत गरिरहँदा विश्वभरका सामरिक विश्लेषकहरूको मनमा एउटै प्रश्न उब्जिएको छ के वाशिंटनले मध्यपूर्वमा यो नयाँ र महँगो युद्धलाई निरन्तरता दिन सक्छ। यस सैन्य अभियानको कुल लागत अनुमान गर्न कठिन छ, तर विज्ञहरूले चेतावनी दिएका छन् कि अमेरिकाका लागि सबैभन्दा ठूलो चुनौती आर्थिक लागत होइन, बरु तीव्र गतिमा रेत्तिँदै गएको हतियारको भण्डार हो। फेब्रुअरी 28 मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोस्ट गरिएको 8 मिनट लामो भिडियो सन्देश मार्फत अमेरिकाले इरानभित्र ठूलो युद्ध अभियानमा भाग लिएको आधिकारिक रूपमा पुष्टि गरे। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पछि उक्त ऐतिहासिक र घातक मिशनको नाम अपरेसन एपिक फ्युरी रहेको सार्वजनिक गर्यो। ट्रम्पले अत्यन्तै आक्रामक शैलीमा यस अपरेसनको मुख्य उद्देश्य स्पष्ट पारेका छन्। उनको भनाइअनुसार इरानले भविष्यमा कहिल्यै आणविक हतियार प्राप्त गर्न नसकोस् भनी सुनिश्चित गर्नु नै यसको प्रमुख लक्ष्य हो। भिडियो सन्देशमा ट्रम्पले कडा चेतावनी दिँदै भनेका छन्, हामी उनीहरूका क्षेप्यास्त्रहरू नष्ट गर्नेछौं र उनीहरूको सम्पूर्ण क्षेप्यास्त्र उद्योगलाई जरैदेखि ध्वस्त पार्नेछौं। यो पूर्ण रूपमा नामित हुनेछ। यो केवल धम्की मात्र थिएन, मैदानमा यसको भयानक कार्यान्वयन भइरहेको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमले जनाएअनुसार शनिबारदेखि अपरेसन सुरु भएता इरानभित्र 1250 भन्दा बढी रणनीतिक स्थानहरूमा भीषण आक्रमण गरिएको छ। सेन्टकमले जारी गरेको छुट्टै विज्ञप्तिमा भनिएको छ कि अमेरिकी जलसेनाले 11 वटा इरानी पानी जहाजलाई समुद्रमै आक्रमण गरी पूर्ण रूपमा नष्ट गरिदिएको छ। यस महाअभियानमा हवाई आक्रमण, समुद्रबाट प्रहार गरिने अत्याधुनिक क्रुज मिसाइल, इरानका आणविक केन्द्रहरूसँग सम्बन्धित गोप्य स्थानहरू र इरानको रक्षा संयन्त्रसँग जोडिएका शीर्ष सैन्य तथा राजनीतिक व्यक्तिहरूमाथिको समन्वयात्मक आक्रमण समावेश रहेको बताइएको छ। सन् 1989 देखि देशको सर्वोच्च पदमा रहेर इरानको नेतृत्व गरिरहेका आयतोल्ला अली खामेनीको अमेरिका र इजरायलको पहिलो चरणको आक्रमणमै मृत्यु हुनुले इरानको सत्ता संरचनालाई नै हल्लाइदिएको छ। सोमबार ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आवश्यक परे जतिसुकै समयसम्म युद्ध लड्ने बाचा गरे, जसले यो युद्ध केही दिनमा नभई धेरै हप्ता वा महिनौसम्म लम्बिन सक्ने प्रष्ट संकेत दिएको छ। यता इरानी रेड क्रिसेन्टले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार इरानका 130 स्थानमा भएका आक्रमणमा परि 555 जनाको ज्यान गइसकेको छ भने 100 घाइते छन्।